वेलकम टु द क्युएडी सेसन। आज हामीले हिट एन्ड थर्मोडाइनामिक्सका केही प्रब्लमहरू लिएर आएका छौँ। क्वेसन नम्बर फर्स्ट हामीले गर्दैछौँ थर्मोमेट्री च्याप्टरबाट। क्वेसन छ अ फल्टी थर्मोमिटर हैज इट्स फिक्स्ड पॉइंट मार्क 5 डिग्री सेल्सियस एंड 95 डिग्री सेल्सियस। द टेम्परेचर अफ अ बॉडी मेजर्ड बाय थर्मोमिटर इज 59 डिग्री सेल्सियस। द करेक्ट टेम्परेचर इज। यो हाम्रो टेम्परेचर स्केल सम्बन्धी यो क्वेसन रहेको छ, जहाँ हामीले चाहिँ एउटा जुनसुकै थर्मेटिक स्केल्समा प्रब्लमहरू सल्भ गर्दा पनि हाम्रो के हुन्छ भन्दा त्यो थर्मेटिक स्केल्समा आउने रिडिङ माइनस त्यो स्केलको लोअर फिक्स्ड पोइन्ट अपन अप्पर फिक्स्ड पोइन्ट माइनस लोअर फिक्स्ड पोइन्ट, यो रेसियो चाहिँ हाम्रो सबै थर्मेटिक स्केल्समा कन्स्ट्यान्ट आइरहेको हुन्छ। अब यही अनुसार हामीले यदि यसलाई सेल्सियस स्केलमा युज गऱ्यौँ भने रिडिङ हाम्रो सेल्सियस स्केलमा आउँछ माइनस सेल्सियसको लोअर फिक्स्ड पोइन्ट 0 डिग्री सेल्सियस अपन अप्पर फिक्स्ड पोइन्ट 100 माइनस लोअर फिक्स्ड पोइन्ट फेरि 0 डिग्री सेल्सियस। सिमिलरली यसैलाई म फर्नाइट स्केलमा लेखेँ भने फर्नाइटमा हाम्रो रिडिङ फर्नाइटमा आउँछ माइनस लोअर फिक्स्ड पोइन्ट 32 अपन यो अप्पर फिक्स्ड पोइन्ट हाम्रो 212 माइनस 32 गरेर यो 180 आउँछ। त्यस्तै गरी क्याल्भिनमा गयो भने क्याल्भिनको रिडिङ क्याल्भिन स्केलमा माइनस 273.15 डिभाइड बाई 373.15 माइनस 273.15। यसरी हामीले स्केल्सहरू युज गर्न सक्छौँ। तर हाम्रो अप्सन्स हेर्ने भने हामीलाई करेक्ट टेम्परेचर सोधिरहेको छ र यो हाम्रो अप्सन सबै सेल्सियसमा छ। त्यही भएर यदि फर्नाइटमा हामीलाई चाहियो भने सिधै रिडिङ यो वाला स्केल हामीले फल्टी थर्मोमिटरको लागि युज गर्न सक्छौँ। त्यस्तै गरी यदि फल्टी थर्मोमिटरको हाम्रो करेक्ट टेम्परेचर सेल्सियसमा चाहियो भने सेल्सियसवालासँग इक्वेट गर्ने। फर्नाइटमा थियो अप्सन्सहरू भने फर्नाइटसँग हामीले इक्वेट गर्न सक्छौँ। अहिले चाहिँ हाम्रो सेल्सियसमा सबै अप्सन्स भएको कारणले हामीले सेल्सियससँग इक्वेट गर्दैछौँ र सेल्सियससँग इक्वेट गर्नको लागि मलाई अहिले यो फर्नाइटवाला रिडिङ मलाई आवश्यक छैन, त्यही भएर यसलाई मैले अपिट गरिदिन्छु र अब सेल्सियसवालामा मैले कम्पेयर इक्वेट गर्दैछु। हाम्रो रिडिङ छ, हाम्रो रिडिङ अहिले फल्टी थर्मोमिटर दिएको रिडिङ 59 डिग्री सेल्सियस दिएको छ। 59 माइनस फल्टी थर्मोमिटरमा लोअर फिक्स्ड पोइन्ट छ 5 डिग्री र अप्पर फिक्स्ड पोइन्ट छ 95 डिग्री। त्यही भएर यहाँ लोअर फिक्स्ड पोइन्टमा 5 अपन अप्पर फिक्स्ड पोइन्टमा 95 माइनस लोअर फिक्स्ड पोइन्टमा 5, यो इज इक्वल टु सी अपन 100। अब यसलाई मैले सल्भ गर्न गइरहेको छु। 59 माइनस 5 हाम्रो 54 डिभाइड बाई 90 इज इक्वल टु सी अपन 100 और 0 0 क्यान्सल गरिदिउँ 9 6 54 हाम्रो सी आयो यहाँ 60 डिग्री सेल्सियस। सो वी गेट द करेक्ट अप्सन सी 60 डिग्री सेल्सियस। यसै गरी हामी अब सेकेन्ड क्वेसन मुभ गरौँ। क्वेसन नम्बर 2 मर्करी इज युज इन थर्मोमिटर बिकज इट ह्याज। अब यो न्युमेरिकल बेस्ड भन्दा पनि यो हाम्रो कन्सेप्ट बेस्ड क्वेसन छ। कुनै पनि थर्मोमिटरमा जुन हामीले थर्मेटिक सब्सटेन्स युज गर्छौँ त्यो थर्मेटिक सब्सटेन्सको प्रोपर्टी कस्तो हुनपर्छ त भन्दाखेरि थर्मोमिटरले हामीले टेम्परेचर नाप्ने हो। थर्मोमिटरले टेम्परेचर नाप्दा अलिकति टाइम जति कम समयमा नाप्यो त्यति राम्रो हुन्छ, किनभने थर्मोमिटर लिएर हामीले धेरै बेरसम्म टेम्परेचर नाप्नलाई वेट गर्न सक्दैनौँ। त्यही भएर त्यसको लागि आवश्यक प्रोपर्टी के हो भन्दा स्पेसिफिक हिट क्यापेसिटी कुनै पनि सब्सटेन्सको यदि लो छ भने त्यो छिटो थर्मल इक्विलिब्रियममा गइहाल्छ। त्यही भएर हाम्रो स्पेसिफिक हिट क्यापेसिटी के हुनपर्छ, लो हुनपर्छ। त्यसै गरी अर्को प्रोपर्टी के कन्डक्टिभिटी प्रोपर्टीसँग रिलेटेड क्वेसन छ। कन्डक्टिभिटी के हुन पर्यो भन्दा हिट ट्रान्सफर पनि क्विकली हुन पर्यो फेरि, हैन। लो स्पेसिफिक हिट त यहाँ पनि छ डी अप्सनमा। अब अर्को राइट अप्सन चुज गर्नको लागि हामीले कन्डक्टिभिटी हेर्दैछौँ। कन्डक्टिभिटी के हुन पर्यो भन्दा हिट ट्रान्सफर छिटो हुन पर्यो। सो कन्डक्टिभिटी चाहिँ हाई हुन पर्यो। त्यही भएर लो स्पेसिफिक हिट र हाई कन्डक्टिभिटी हुनपर्छ कुनै पनि थर्मेटिक सब्सटेन्सको लागि। मर्करी पनि मर्करी थर्मोमिटरमा हाम्रो थर्मेटिक सब्सटेन्सको रूपमा युज भएको छ। त यसको स्पेसिफिक हिट क्यापेसिटी कम हुन पर्यो अनि कन्डक्टिभिटी चाहिँ हाई हुन पर्यो। सो द करेक्ट अप्सन इज सी। नेक्स्ट क्वेसनमा मुभ गरौँ हामी। क्वेसन नम्बर 3 यो थर्मल एक्सपान्सनसँग रिलेटेड क्वेसन छ।
थर्मल एक्सपान्सन लिक्विड एक्सपान्सनसँग रिलेटेड छ। C and S are the coefficient of apparent expansion of copper and silver respectively. Apparent expansion र रियल एक्सपान्सन, लिक्विडको हाम्रो दुईटा एक्सपान्सन छ, रियल एक्सपान्सन र एपारेन्ट एक्सपान्सन। बाहिरबाट हेर्दा लिक्विडको एक्सपान्सन जस्तो देखिन्छ, रियालिटीमा त्योभन्दा थोरै बढी चाहिँ लिक्विड एक्सपान्ड भइरहेको हुन्छ। र बाहिरबाट हेर्दा भेसलको कारणले कुनै पनि लिक्विडलाई ततायम भेसलमा भने पहिला भेसल बढ्छ, त्यही कारण लिक्विडको लेभल थोरै घट्छ। यस्तै अर्को क्वेसन पनि सोधिरहेको हुन्छ, वाट ह्यापन्स द लेभल अफ लिक्विड व्हेन इट इज हिटेड इन भेसल भन्दै। हाम्रो त्यसको अप्सन राइट चाहिँ के हुन्छ, द लेभल अफ लिक्विड डिक्रिजेस एन्ड देन इन्क्रिजेस भनेर हामीले राइट अप्सन चुज गर्छौँ। अहिले चाहिँ त्यहीसँग रिलेटेड तर थोरै हल्का मोडिफाइड क्वेसन छ। यो चाहिँ हाम्रो बेसिकल्ली रियल एक्सपान्सिभिटी अफ लिक्विड र एपारेन्ट एक्सपान्सिभिटी अफ लिक्विडको रिलेसन, गामा आर इज इक्वल टु गामा ए प्लस गामा भी। यो रियल एक्सपान्सिभिटी, यो एपारेन्ट एक्सपान्सिभिटी, यो चाहिँ भेसलको एक्सपान्सिभिटी। हामीले के भन्छौँ भन्दा यो रियल एक्सपान्सिभिटी र एपारेन्ट एक्सपान्सिभिटीमा रियल एक्सपान्सिभिटी नेचर अफ लिक्विडमा मात्रै डिपेन्ड गर्छ, यो भेसलसँग इन्डिपेन्डेन्ट छ। त्यस्तै एपारेन्ट एक्सपान्सिभिटी भन्ने कुरो चाहिँ लिक्विडको एक्सपान्सिभिटीसँग डिपेन्ड गर्छ, साथसाथै भेसलको एक्सपान्सिभिटीसँग डिपेन्ड गर्छ। भनेको मतलब भेसल चेन्ज हुने बित्तिकै एपारेन्ट एक्सपान्सिभिटीको भ्यालु चेन्ज हुनसक्छ, बट रियल एक्सपान्सिभिटी रिमेन्स सेम। तर भेसल अनुसार रियल एक्सपान्सिभिटी चाहिँ चेन्ज हुँदैन। अब यहाँ क्वेसनले दिएछ, यदि कपर तिमीले भेसलको रूपमा युज गरिरहेछौ भने त्यसको एक्सपान्सिभिटी सी छ, एपारेन्ट एक्सपान्सिभिटी। सिमिलरली सिल्भर भेसलमा लिक्विडलाई तताइरहेछौ भने त्यति बेला एक्सपान्सिभिटी यस छ। त्यही भएर यही क्वेसनमा हामीले अब दुई डबल केस क्वेसन गर्न पर्यो। कपर भेसलमा युज गरौँ। इन कपर भेसल मैले भनिसकेँ अगाडि, भेसल चेन्ज हुँदैमा रियल एक्सपान्सिभिटी चेन्ज हुँदैन, एपारेन्ट एक्सपान्सिभिटी मात्रै चेन्ज हुन्छ। सो गामा रिमेन्स सेम इज इक्वल टु कपर भेसलमा एपारेन्ट एक्सपान्सिभिटीको भ्यालु दिएछ सी भ्यालु दिइरहेको छ। त्यही भएर कपर भेसलमा युज गर्दा एपारेन्ट एक्सपान्सन कोफिसिएन्ट अफ एपारेन्ट एक्सपान्सन सी छ, प्लस गामा भी भेसलको एक्सपान्सिभिटी हो। त्यही भएर हामीले गामा इज इक्वल टु 3 अल्फा, सोलिडको केसमा हामीले गामाको रिलेसन अल्फाको रिलेसन गामा इज इक्वल टु 3 अल्फा भन्न पाइन्छ सोलिडको केसमा। सो यसलाई मैले गामा इज इक्वल टु 3 अल्फा लेखेँ भने यो अल्फा कसको राख्नु पर्यो, कपर भेसलको अल्फा राख्नु पर्यो, जहाँ चाहिँ क्वेसनले दिएकै छ यहाँ कोफिसिएन्ट अफ लिनियर एक्सपान्सन अफ कपर इज ए। सो गामा भीको ठाउँमा हामीले 3 अल्फा युज गर्दा अल्फाको भ्यालु कपरको लागि 3a छ। यो इक्वेसन 1 भयो यो कपर भेसलको लागि। सिमिलरली यदि सिल्भर भेसलमा काम गरेको भए हाम्रो गामा त्यही नै रहन्थ्यो, किनभने भेसल चेन्ज हुँदैमा रियल एक्सपान्सिभ भ्यालु चेन्ज हुँदैन, तर एपारेन्ट एक्सपान्सिभ भ्यालु चाहिँ चेन्ज हुन्छ। त्यो सिल्भर भेसलमा तताउँदा एपारेन्ट एक्सपान्सिभ भ्यालु यस दिएछ क्वेसनले, त्यो एपारेन्ट एक्सपान्सिभ ठाउँमा मैले यस राख्छु प्लस 3 र गामा बीको ठाउँमा 3 अल्फा। तर अब हामीलाई चाहिँ के छ भन्दा सिल्भरको अल्फा हामीलाई सोधेको छ, सिल्भरको अल्फा कति हुन्छ भन्दै निकाल्न लगाइरहेको छ, त्यो यसलाई मैले अल्फै राखिदिन्छु। अब मैले यो दुईटा इक्वेसनलाई सल्भ गर्छु। के छ भन्दा गामा आर त एउटै चिज हो, लिक्विडको रियल एक्सपान्सिभिटी हो। त्यही भएर मैले 1 र 2 लाई सिधै इक्वेट गर्दैछु। c प्लस 3a इज इक्वल टु s प्लस 3 अल्फा। अब मलाई अल्फाको भ्यालु चाहिएको, त्यही भएर 3 अल्फा इज इक्वल टु c प्लस 3a माइनस s। अनि यो 3 लाई पनि मैले उता लयो भने यो 3 यता गयो डिभाइड बाई 3। सो हामीले अल्फाको भ्यालु यो पायौँ र यो हाम्रो अप्सन कतिमा छ भन्दा यो छ अप्सन नम्बर डी मा। सो द करेक्ट अप्सन इज